गेटमा आउँदा पनि यस्तो भयो कि के छ को कसको जोडी कता कता छन् है यो भिडियो हेरेर चिन्नु होला है कसको जोडी कहाँ छ। हामी डेटिङ आएको छौँ आमा छोरी होइन अनि सपिङ आएको हामीहरू यस्तो हरिबिजोग भएको छ नि सपिङले आज। किन भन्नु न अहिले काठमाडौँ मल गएर आयो अब हामी सिभिल मलतिर जाँदैछौँ। काठमाडौँ मलमा मलले भनेअनुसार कपडै भेटिन एउटा मात्रै सामान किनेर आएँ। अब सिभिल मलमा जाउँ है त्यहाँ चाहिँ कस्तो छ सिचुएसन सानो कस्तो लागिरहेछ। राम्रो एकदम। आज छोरी र म क्वालिटी टाइम डेट आएको हामी सपिङ गर्ने हो आइसक्रिम खायो होइन म बिरामी भए पनि आइसक्रिम खायो। हामी चाहिँ यहाँ यो सिभिल मलमा आइपुग्यौँ। अब के छ कस्तो छ यहाँको माहौल बाहिरदेखि देखाउँछु ल। अब यहाँ चाहिँ के आउँछ दिमागमा थाहा छैन पहिला त जाउँ सानो के त नपर्छ हिँड्दैन अगाडि न हिँड न पुत्ते त्यो अझै जा हामी त जाँदैछौँ। अनि नर्मली चाहिँ मैले एकजना साथीलाई नि कुरिरहेको अहिलेसम्म आएको नै छैन कि अहिलेसम्म नआउनाले कम त झ्याउ भइरहेछ। 12 बजे टाइमिङ दिएको हो अहिलेसम्म आएको नै छैन 12 बजे। वा ल मेरो डेटलाई चाहिँ अब उसलाई पर्फ्युम चेक गर्नु पर्यो होइन। सनले चाहिँ यो लिँदैछ यो होइन यो अमिलो खाली भयो क्या अलिक अर्को अहिले हामीले जुन बास आइरहेछ यो त सबै मेछोलाई पर्फ्युम पनि मन परेन। ल माथि जाउँ माथि बल्ल आइपुग्यो 12 बजेदेखि बोलाएको हो। ल हेर्नु यहाँ टाइम 3 बज्न लाग्यो बल्ल आउँदैछ यहाँ त्यही माथि। ल यहाँ म्यामलाई चाहियो अरे बबल टी होइन बबल टी चाहियो हो। ल त्यो गरम बना माग खाऊ त खाँदैछ है मेछोरले त्यति ढङ। ल खाऊ न छिटो नङ्गा नपुगी बिल्ला लाग्यो सबको अगाडि। काठमाडौँ मल सिभिल मल गर्दा गर्दै हामी पिपुल प्लाजामा नि आइपुग्यौँ होइन। तर गतिलो भनेको हामीले कहीँ पनि पाएको छैनौँ अहिलेसम्म। तिम्रो एक दुईवटा चाहिँ किन्यो त्यहाँभन्दा धेरै चाहिँ अहिलेसम्म भएको छैन। यसको 28 भने 2000 हामी दुईजना छौँ
कति बजिसक्यो हामी 5:30 भइसक्यो भोक लागेर मन नलाग्यो भने बिचरा मेरो डेटले त सपिङ गर्दा 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 हैरान भयो अहिले चाहिँ यता सङ्कटा मन्दिरतिर आइपुगेका छौँ हामीहरू अब चाहिँ बल्ल खाजा खान जाने खाजा खाएर आनन्द भएर बल्ल उठाउनुपर्छ ल भोकले मऱ्यो होइन हामी यहाँ धरहरा मोमोमा छौँ हेर्नु है धरहरा मोमोमा यहाँ खाने ठाउँ नपाएर अब हामी उभिएरै खाने हो यो भिड हेर्नु हामी यहाँ लाइनमा छौँ है लाइनमा के हालेर यो चित्र निकालेको ल मोमो खाऊ मोमो ल अलिक पछाडि त्यहाँ भिड छ त्यहाँ भिड भएर अब यता खानुपर्छ गाइस जब बिजनेस गरिसकेपछि यस्तो चाहिँ हुनैपर्छ दिनमा यहाँ कति प्लेट मोमो बिक्छ होला है कतिको व्यापार हुन्छ होला मोमो त्यो लाइन हुन्छ यार म त 5 मिनट लाइन बसेर बल्ल गरे हो 5 मिनट बसेर मोमो खाएको हामी त्यही पनि उभि खाएको कि त्यत्तिकै नि एउटा मस्त उभिएर दिएको यहीँ तर यहाँ चाहिँ मेसिनले बनाउने मोमो रहेछ होइन त्यो सेप पनि जस्ट दामी मलाई नि मन पर्यो ल तपाईँहरू नि आउन चाहनुहुन्छ नि यो धरहराको यो टपरी मोमोमा आउनु है यो एकदम पपुलर हो मोमो ठाउँ पनि साँगुरो होइन सपिङ गर्न हिँडेको हिँड्ने अँध्यारै भइसक्यो यार सानो आजको डेट कस्तो भयो गाइस हामीहरू चाहिँ घर आएर खाना पकाएर खाएर पनि होइन 8 अल काम भएर पनि नुहाएर सुत्न लागिसकेँ आजको भिडियो चाहिँ एकदम पुरा त खिच्न सकेन होइन भिडियो चाहिँ बनायो तर म चाहिँ एकदम थाकेछु सबै थाकेछौँ आज चाहिँ होइन सपिङ गर्दा 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 लगभग मैले 18-20 हजारको सपिङ मैले गरेर आएको म फेरि यो सपिङहरू के गरेँ त त्यो सबै फेरि पछि देखाउँछु ल पछि देखाउँछु के गरेँ भनेर अनि आजको दिन यस्तै गयो मेरो चाहिँ राम्रै नै गयो ल बाबा आजको लागि चाहिँ सी यू टुमारो बाई बाई not tomorrow next video मेरो अर्को भिडियो कहिले आउँछ त्यो त थाहा छैन बट आई प्रमिस्ड नेक्स्ट इयरदेखि अब आउँदो वैशाखदेखि चाहिँ एभ्री विक म एउटा पोस्ट चाहिँ गर्ने प्रमिस गर्छु ल आई स्वेयर बाई बाई सी इन द नेक्स्ट भिडियो लभ यु एन्ड थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा जाँदै लाइक कमेन्ट गर्न नबिर्सिनु होला अनि सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनु अनि फेरि साथीहरूलाई सजेसन गरिदिनु ल मलाई सपोर्ट गरिदिनु आई निड युर सपोर्ट एभ्रीवान थ्याङ्क यू बाई बाई